छोरीलाई न्याय दिलाइदिनु पर्यो सबजनाले। अहिले उहाँ फरार हुनुहुन्छ। हामीले दाइजो नदिने भनेर पछि उहाँ 5-6 दिनपछि गायब हुनुभयो। 7 वर्षदेखि आफ्नो प्रेम जालमा फसाउनु भयो। इजलासमा अदालतमा पनि न्यायाधीशको अगाडि भन्नुभएको थियो। कोर्टले चाहिँ बार्गेनिङ गर्न थाल्नुभयो। त्यो बार्गेनिङ चाहिँ दाइजोको बारेमा थियो। भएर निकाह हुने टाइम थियो। त्यस अवधिमा चाहिँ उहाँले अब त हाम्रो बिहे भइसक्यो होइन, कानुनी रूपमै तिमीले प्रमाणपत्र पाइसक्यो, अब त मैले शारीरिक सम्बन्धहरू राख्न पाउनुपर्छ, म त श्रीमान भएँ भनेर चाहिँ उहाँले जबरजस्ती गर्नुभएको रहेछ। र उहाँले चाहिँ जो पीडित हुनुहुन्छ सामिन शेख, उहाँले चाहिँ केही समय पर्खिनुहोस्, अब हाम्रो 8-10 दिन त छ निकाह गर्ने टाइम भनेर भन्दा पनि उहाँले चाहिँ जबरजस्ती उहाँसँग चाहिँ वैवाहिक बलात्कार भनौँ न त्यो हिसाबले पनि हामी गएका थियौँ। त्यो चाहिँ उहाँहरूले अब हजुर त्यसलाई चाहिँ जिल्ला प्रहरी परिसर भद्रकालीले लिन मान्नु भएन होइन। उहाँहरू कस्तो मान्छेलाई न्याय दिन बस्नु भएको छ, उहाँ जस्तो पीडितले पनि न्याय पाउँदैन भने यो देशमा कसले न्याय पाउँछ होइन। त्यो चाहिँ एकदमै विचारणीय प्रश्न। उहाँले चाहिँ 20 लाख रुपियाँ दाइजो, त्यस पछाडि एउटा गाडी, मेरो घर परिवारले, मेरो बुवा आमाले, मेरो दाइले चाहिँ मागिरहनु भएको छ। त्यति नभइकन म तपाईसँग निकाह गर्न सक्दिनँ भन्ने कुरा गर्न थाल्नुभयो। तर मसँग A to Z प्रुफ छ सर। आमा सामिन शेखको आमा हो। उहाँ जुन वजिर दिवान हुनुहुन्छ मेरो हस्पिटलको डाक्टर, उहाँले मेरो छोरीलाई अब छ। अहिले हामीलाई यो प्रोग्राम पनि उहाँले नगर्ने भनेर उहाँ माथिबाट फोन लाउनु भइसकेको थियो। यो क्यान्सल गराउन लाग्नु भएको थियो। यो प्रोग्राम गर्न नदिने भनेर हजुरहरूकोसँग यो म रिक्वेस्ट गर्न चाहन्छु कि मेरो छोरीलाई न्याय दिनु पर्यो। त्यो मान्छेलाई जसरी भए पनि हजुरहरू मिडिया मार्फत यो न्युज फैलाएर जसरी भयो भने उसलाई समातेर ल्याउनु पर्यो, जेल थुनामा राख्नु पर्यो। सर मैले यही भन्न चाहन्छु। म धेरै बोल्न सकिरहेको छैन है, म एकदम डिप्रेसनमा भइरहेको छु अहिले। मेरो छोरीलाई न्याय दिलाइदिनु पर्यो सबजनाले। मेरो हात खुट्टा एकदम कामिरहेको छ, म मुटुको रोगी हो। मेरो छोरी रातभरि सुत्दैन, यति टेन्सन भइरहेछ, म रातभरि सुतिरहेको छैन। तपाईँहरूले सबैले कसरी हुन्छ के गर्नुहुन्छ सहयोग गर्नु पर्यो। उसले राजनीतिक पावर काङ्ग्रेसको झोले नेताहरूको पावर लगाएर कसरी हुन्छ के हुन्छ धम्की दिएर मेरो छोरीलाई जिउँदो जलाइदिने, मेरो कान्छी छोरीलाई किडन्याप गराइदिने, अनि मेरो वकिललाई फोन गरेर अरू मार्फत फोन गरेर साफ सुटर लगाएर उडाइदिने, त्यस्तो मेरो मेडिकल मेरो छोरीको फार्मेसीको स्टाफहरूलाई धम्की दिने, मारिदिन्छु त्यो गरिदिन्छु भनेर मसँग A to Z प्रुफ छ सर। हामीसँग सबै कुराको प्रुफ छ। मेरो छोरीको एकाउन्टबाट पैसा ट्रान्सफर भएकोदेखि लिएर हरेक कुरा छ हामीसँग। म डराउने खाली मान्छे होइन। म मेरो छोरीलाई न्याय दिलाएर छोड्छु। म अरूमाथि अन्याय भएको देख्न नसक्ने मान्छे। म मेरो छोरीमाथि अन्याय भइरहेछ, म कसरी बोलाएर बस्नु सक्छु भन्नु हजुरहरू। अब जसरी भए पनि मेरो छोरीलाई न्याय दिलाउनु पर्यो हजुरहरूले। कसरी हुन्छ के हुन्छ न्युज कसरी हजुरहरूले फैलाउने हो के गर्ने हो यो हजुरहरूको माझमा। त्यही भएर म यहाँ हजुरहरूको माझमा आएको, मेरो छोरीलाई लिएर मिडियामा आएको। हस् त धन्यवाद। हाम्रो बिहे अलरेडी भइसकेको थियो। 10 दिन अगाडि मात्रै हामीले गरेको थियो कोर्ट म्यारिज। हाम्रो किन गरेको तपाईहरुको यो कोर्ट म्यारिज भन्दा अगाडि कुनै यो दाइजोको शर्तहरु केही थियो कि? केही पनि थिएन सर। पछि कोर्ट म्यारिज भइसकेपछिको भएको यो सबै। अब के उ डिभोर्स गर्न चाहन्छ? हजुर, उले चाहिँ यो बिहे गरेको 15 दिनमा हामीले सुनेको अनुसारले उले डिभोर्स फाइल गरिसकेको छ। भनेपछि अदालतमा तपाईको मुद्दा विचारा दिन्छ। त्यसो भए उहाँलाई थाहा हो, वकिललाई के छ? हो डिभोर्स फाइल गरिसकेको छ। उहाँले डिभोर्स मुद्दा हाल्नु भएको भनेर चाहिँ अब अदालतबाट उहाँलाई म्याद आएपछि जस्तो कि आएपछि मात्रै थाहा हुन्छ। म्याद चाहिँ आएको छैन। यो आधारमा अब अहिले नै डिभोर्स मुद्दा उहाँले हाल्नु भएको छ कि छैन भन्ने त हामीले भन्न सक्दैनौँ। तर अब हामी कुन तरिकाबाट अगाडि जाने भन्ने कुरा चाहिँ हामीले अबको कानुनी बाटो के हुन्छ विचार कसरी जाने हुन्छ? अब पहिलो त हामीले जुन कानुनी बाटो अपनाएर हामी जिल्ला प्रहरी परिसरमा गएको थियौँ, उहाँहरूले मुद्दा नै दर्ता नगरिदिएको अवस्था छ होइन। मुद्दा त यो सरकारवादी मुद्दा हुने भएकोले गर्दाखेरि हामीले चाहिँ अब अन्य अदालतमा हामी निजी वकिलहरूले यो मुद्दा दायर गर्न मिल्दैन। त्यो भएकोले गर्दाखेरि उहाँले न्याय पाउनको लागि चाहिँ
हामीले जुन जारी दरखास्त लिएर गएको छौँ त्यो चाहिँ पहिला हामीलाई चाहिँ प्रहरी परिसर जिल्ला प्रहरी परिसरले चाहिँ त्यो दर्ता गरिदिनु पर्यो कि अहिले चाहिँ दर्तै नभएको अवस्था छ। सायद अब उहाँ जो ओजिर देवान हुनुहुन्छ डक्टर, उहाँले चाहिँ सुरुमा कोर्ट म्यारेज गर्नुभयो, त्यसपछि उहाँले के सोच्नुभयो भने अब यो निकाह उहाँहरूको जुन सामाजिक परम्परा अनुसार बिहे हुन्छ नि त्यसको बिचमा चाहिँ म बार्गेनिङ गर्छु भन्ने उहाँको प्लान थियो कि। अब यो त्यत्तिकै त उहाँले दाइजो दिनुहुन्न, पहिला के अरे कोर्ट म्यारेज गरिसकेपछि यो बिचमा अब यति धेरै मान्छेहरू आफन्तहरू बोलाइसकेपछि पक्कै पनि यो बिहे त यिनीहरूले क्यान्सल गर्दैनन्, किनकि छोरीको इज्जत घर परिवार समाज होइन, एउटा छोरी मान्छेको बिहे क्यान्सल हुनुभन्दा यिनीहरूले जहाँबाट भए पनि पैसा ल्याएर चाहिँ मलाई दिन्छन् भन्ने उहाँको प्लान थियो। त्यो भएको भएर उहाँले त्यो बिचमा बार्गेनिङ गर्नुभयो र उहाँहरूको तर्फबाट चाहिँ अहिले हामी दाइजो दिन सक्दैनौँ, अहिले हामीसँग 20 लाख रुपियाँ छैन, हामी बिस्तारै 1-1 लाख रुपियाँ गरेर दिन्छौँ भनेर उहाँको खाताबाट पीडितको खाताबाट 3 लाख रुपियाँ गएको पनि छ उहाँ डक्टरलाई। उहाँले उल्टै जुन उहाँको खाताबाट आफ्नो खातामा 2 लाख रुपियाँ पैसा पनि सारेर गएको अवस्था देख्दाखेरिमा चाहिँ अब उहाँले कहाँ पढेर उहाँ डक्टर बन्नुभयो? डक्टर जस्तो एउटा सम्मानित पेसामा भएको मान्छे उहाँ कसरी डक्टर बन्नुभयो? मलाई त उहाँको जुन उहाँले पढ्नु भएको छ त्यो सर्टिफिकेटमा पनि आज मलाई चाहिँ आएर चाहिँ होइन क्वेसन गर्न मन लागिरहेको छ। त्यो नक्कली सर्टिफिकेट थियो कि उहाँ साँच्चै डक्टर हुनुहुन्थ्यो कि त्यसको पनि हामीले चाहिँ खोजबिन गर्नु जरुरी छ जस्तो लाग्छ। हजुरले के बोल्नुहुन्छ कि? मेरो माग त्यही हो। मात्र फोटो जुम गर्दै उहाँ चाहिँ यो वजिर दिवान, वर्ष 35 वर्ष हो, हाल कटारिया नगरपालिका 2 मा रौतरबाट हुनुहुन्छ। उहाँ चाहिँ उहाँ हेर्दाखेरि एकदम सोझो देख्नुहुन्छ। म के आग्रह गर्छु मेरो दिदी बहिनीहरूलाई चाहिँ प्लिज उहाँको जालमा नफस्नु होला। योभन्दा अगाडि पनि उहाँले 8-10 जना केटीहरूको यसरी नै जिन्दगी बर्बाद गरिसक्नु भएको छ। त्यही म हजुरहरूलाई रिक्वेस्ट गर्छु कि उहाँसँग बिहे कहिले पनि गर्ने नसोच्नु होला। उहाँले हजुरलाई जिउनु न मर्नु बनाएर छोडिदिन्छ होइन। म 20 दिनदेखि म एक निन्द्रा पनि सुतेको छैन अहिलेसम्म। म यति डिप्रेसनमा गइसकेको छु। मसँग केही चारा छैन। हजुरहरूले मलाई सपोर्ट गरिदिनुपर्छ। त्यो मान्छे यो मान्छेलाई जेलमा देख्न चाहन्छु म। हो उसलाई मलाई न्याय चाहियो, ऊ जेल पछाडि हुनु पर्यो। उसले यस्तो गरेर मलाई धम्की दिइरहेछ, मलाई जिन्दा जलाइदिन्छु भनिरहेको छ। मेरो आमा बाउलाई सबैलाई गोलीले उडाइदिन्छु। मेरो लयरलाई पनि उहाँहरूलाई पनि साटसुटा लगाएर जो उहाँसँग सपोर्ट गर्नुहुन्छ सबैलाई म मारिदिन्छु भनेर धम्की दिइरहनु भएको छ। मेरो फार्मेसीको सबै स्टाफहरूलाई सबै भगाइदिइसक्यो उसले। सबैलाई धम्की दिदी मारिदिन्छु, यता गरिदिन्छु उता गरिदिन्छु, उठाइदिन्छु, मेरो बहिनीलाई सम्म किडन्याप गर्न लगाइदिन्छु, त्यस्तो यस्तो धम्की दिइरहेछ सर। अडियो रिकर्डहरू हामीसँग 1-2 जना हाम्रो दाजुभाइलाई धम्की दिएको अडियो रिकर्डहरू पनि छ हामीसँग कि फार्मेसी छोडेर भाग, नत्र तिम्रो माथि यता उता मुद्दा गरिदिन्छु, यो गरिदिन्छु, त्यो गरिदिन्छु भनेर हामीसँग त्यो पनि उहाँको फोटो छ। एजेन्सीबाट बाहिर हस्पिटलमा पठाएर उहाँ पीडितहरूसँग पैसा लिने ऊ गर्ने यताउता उहाँ माथि धेरै नै केस छ। योभन्दा 2 वर्ष अगाडि उहाँ माथि केटी बेच बिखान भनेर पनि उहाँ माथि मुद्दा परेको छ। हजुरहरूले त्यो सबै हेर्न सक्नुहुन्छ होइन। अहिले उहाँ फरार हुनुहुन्छ। हामीले दाइजो नदिने भनेर पछि उहाँ 5-6 दिनपछि गायब हुनुभयो। फोन अफ गरेर मेरो अकाउन्टमा 2 लाख रुपियाँ थियो फार्मेसीको, त्यो पनि उहाँले लिएर भाग्नुभयो। अनि उहाँको तपाईहरुको मुद्दा प्रहरीले लेख्न मानेन, लिन मानेन भनेर भन्नुभयो। प्रहरीको जाँदा तपाईलाई के भन्नुभयो? प्रहरीको अगाडि मैले गएर मेरो सबै उहरू पेश गरेँ होइन। उहाँहरूले मेरो केस दर्ता गर्नै चाहनुहुन्न, किनभने उहाँहरूलाई पनि माथिबाट केही प्रेसरहरू आइरहेको होला सायद। त्यही राजनीतिक दबावहरू आइरहेको भएर उसको वरिपरि धेरै झोले नेताहरू पनि हुनुहुन्छ जसले उसलाई सपोर्ट गरिरहनु भएको छ होइन। माथिबाट काङ्ग्रेसको नेताहरू सबै झोले पार्टीको नेताहरू सबैजना उहाँसँग हुनुहुन्छ। उहाँको टिकटक प्रोफाइलमा, फेसबुक प्रोफाइलमा सबै उहाँले पोस्ट गर्नु भएको छ। को मान्छेहरू उहाँसँग सम्बन्धित हुनुहुन्छ उहाँ सबै त्यसमै खुलासा हुन्छ, त्यही हुन्छ। मलाई चाहिँ उहाँले 7 वर्षदेखि आफ्नो प्रेम जालमा फसाउनु भयो होइन। अनि बिहे गर्छु भनेर झुलाई म बाहिर गइसकेको मान्छेलाई मलाई 1 महिना पनि बस्न नदिएर ब्ल्याकमेल गरेर मेरो साथीभाइहरूदेखि लिएर सबैको अगाडि रुई गरेर मेरो मम्मीहरूको अगाडि रुई गरेर उसले मलाई बाहिर 26 दिन पनि बस्न दिएन। फेरि बाहिरबाट बोलायो।
आएको दिन म तिमीसँग बिहे गर्छु भनेको 8-9 महिना अगाडिको कुरा। अहिलेसम्म उसले मसँग बिहे गर्ने, यो गर्ने, त्यो गर्ने केही पनि बाचा पुरा गरेन। अनि हाम्रो यो 27 गते निकाह हुनेवाला थियो। त्योभन्दा अगाडि उहाँले कोर्ट म्यारेज गरौँ हामी यस्तो भनेर कोर्ट म्यारेज गऱ्यौँ हामीले। कोर्ट म्यारेज गरिसकेको 4-5 दिनमै उहाँको बुवा सेराजुल फकिर दिवान, उहाँको दाई कदिर बाबु देवान, उहाँको दाई दुवैजनाले के भन्नुभयो, इजलासमा अदालतमा पनि न्यायाधीशको अगाडि भन्नुभएको थियो र सोही अनुसार उहाँहरूको चाहिँ कोर्ट म्यारेज भयो। निकाहको मिति तय भइसक्यो र उहाँहरूले चाहिँ आफ्नो आफन्तहरू सबैलाई बोलाउनु भयो। केटी पक्षबाट होटल बुक गर्नुभयो, कार्ड छाप्ने तयारी थियो, फर्निचरहरूदेखि लिएर सबै कुराहरू, कपडाहरू, गरगहनाहरू सबै तयारी भइसकेपछि अब डक्टरले चाहिँ बार्गेनिङ गर्न थाल्नुभयो। त्यो बार्गेनिङ चाहिँ दाइजोको बारेमा थियो। उहाँले चाहिँ 20 लाख रुपियाँ दाइजो, त्यस पछाडि एउटा गाडी, मेरो घर परिवारले, मेरो बुवा आमाले, मेरो दाइले चाहिँ मागिरहनु भएको छ। त्यति नभइकन म तपाईसँग निकाह गर्न सक्दिनँ भन्ने कुरा गर्न थाल्नुभयो। अनि के गर्ने भन्दा भन्दै उहाँ चाहिँ कन्ट्याक्टलेस हुनुभयो, हराउनु भयो। एकाएक उहाँको फोन पनि लागेन, व्हाट्सएपदेखि लिएर कुनै पनि सामाजिक सञ्जालमा उहाँ एकाएक हराउनु भयो। त्यसो भइसकेपछि उहाँ आउनुभयो र हामीले मिसिङ कम्प्लेन पनि गऱ्यौँ। अनि त्यसपछि एकैचोटि उहाँले चाहिँ अरू आफन्तहरू लगाएर उहाँलाई चाहिँ मसँग बिहे के अरे यो चाहिँ डिभोर्स गर नत्र भने चाहिँ म चाहिँ मारिदिन्छु होइन, मार्ने धम्कीदेखि लिएर अरू धेरै कुराहरू गर्न थाल्नुभयो। र अहिले हालको अवस्थामा चाहिँ उहाँले हामी कानुन व्यवसायहरूलाई पनि धम्की दिने, उहाँको विभिन्न अरू मान्छेहरू लगाएर चाहिँ उहाँहरूलाई चाहिँ बाहिर निस्किनै नदिने त्यो अवस्था र फार्मेसी पनि चलाउन नसक्ने अवस्था भएकोले गर्दाखेरि उहाँले चाहिँ फार्मेसी भर्खरै बेचेर होइन, उहाँले चाहिँ मार्ने धम्की दिइराख्नु भएकोले गर्दाखेरि फार्मेसी पनि बेचेर बसिरहनु भएको छ। 7 वर्षसम्म प्रेमको नाटक गर्नुभयो। त्यसको बिचमा विदेश पैसा कमाउनु भनेर उहाँ जानुभयो। जाँदाखेरि पनि दिनरात एकदमै धेरै आफूले प्रेम गरेको, बिहे गर्न चाहेको भनेर चाहिँ धेरै म्यासेजहरू गरेकोले गर्दाखेरि त्यो हामीसँग सुरक्षित छ। उहाँ फेरि फर्केर आउनुभयो, काम गर्न पनि छोड्नुभयो। र अहिलेको अवस्थामा चाहिँ न उहाँले बिहे गर्नुभयो र उहाँलाई चाहिँ खासमा दाइजो चाहिएको रहेछ, पैसा चाहिएको रहेछ होइन। दाइजो चाहिँ यसरी चाहिँ होइन, दाइजोले गर्दाखेरि चाहिँ आज उहाँ चाहिँ घर पनि घाटको हुनुभएको छ। यो अवस्था छ अहिले पीडितको। र त्यो उहाँ डक्टरको चाहिँ हामीले उहाँ कस्तो मान्छे हो भनेर हेर्दाखेरि चाहिँ उहाँको चाहिँ धेरै योभन्दा अगाडि पनि मुद्दाहरू परिसकेको रहेछ। अरू महिलाहरूलाई पनि यसरी नै प्रेमको नाटक गर्ने, त्यस पछाडि चाहिँ दाइजो माग्ने र दाइजो पायो भने दाइजो लिने अनि बिहे नगरिकन 1-2 महिना फरार हुने, भाग्ने, त्यस्तो खालको चाहिँ उहाँको अरू समस्याहरू पनि भएको। र वीर हस्पिटलमा पनि उहाँले चाहिँ विभिन्न बिरामीहरूलाई चाहिँ अर्को हस्पिटलमा पठाउँदै बिरामीहरू बेच्ने र उहाँ बिरामीहरूबाट 20,000-30,000 लिएको भनेर चाहिँ उहाँको विरुद्धमा मुद्दा पनि परिसकेको रहेछ। त्यो मुद्दाको पनि हामीसँग प्रमाण छ। र त्यस्तो व्यक्ति हुनुहुँदो रहेछ। उहाँहरू पीडितहरू चाहिँ उहाँ राम्रो मान्छे हो, डक्टर हो भनेर चाहिँ उहाँहरू फस्नुभयो। र आज चाहिँ उहाँ पीडित बहिनी सामिन शेख चाहिँ एकदमै धेरै अन्यायमा पर्नु भएको छ। र यस विषयमा चाहिँ अन्यायमा परेको दाइजोको कुराले गर्दाखेरि बिहे नभएको भनेर चाहिँ उहाँ चाहिँ जिल्ला प्रहरी परिषद भद्रकालीमा जाँदाखेरि उहाँको मुद्दा दर्ता नभएको, उहाँको जायले चाहिँ दर्ता नभएको अवस्था छ। र यो अवस्थामा उहाँले चाहिँ न्याय पाउनुपर्ने हो कि होइन भन्ने प्रश्न चाहिँ हामीमा अहिले देखिन्छ। एकदमै निकटको सम्बन्ध छ भन्ने खालको धम्की पनि दिनुभएको रहेछ। हजुर, अनि उहाँको पिए होइन, पिएसँग चाहिँ कुराकानीहरू गर्ने, कुराकानी गर्ने र मेरो चाहिँ यति माथिसम्म मेरो सम्बन्ध छ, म जे पनि गर्न सक्छु। उहाँको चाहिँ यसरी उहाँले राजनीतिक पावर लगाएर हजुर यहाँ बोल्नुस्। ओहो सेराटोवासम्म बसेर पढेको डक्टर हो, मलाई त 5 करोड दिएर पनि छोरी दिने मान्छेहरू छन् भन्दै उहाँ हिँडिरहनु भएको अवस्था छ। र उहाँ चाहिँ एउटा बिक्रीमा रहेको मान्छे हो कि उहाँ डक्टर हो अथवा उहाँ चाहिँ के अरे बिरामीको सेवा गर्दै हुनुहुन्छ अथवा यसरी पीडा दिँदै हिँड्नु भएको छ। सम्पूर्ण छोरीहरू जोसँग चाहिँ उहाँ पुग्न सक्नुहुन्छ, अझै पनि उहाँ जस्ता अन्य महिलाहरू उहाँबाट नठगिनु होला।
र उहाँलाई चाहिँ राम्रोसँग चिनिराख्नु होला सबैजनाले। के हुन्छ त अब जस्तो परिषदले मुद्दा लिन मानेन, अब विकल्प केही छ तपाईँसँग कानुनबाट उच्च अदालत जान मिल्छ? अब हामी चाहिँ यो मुद्दामा चाहिँ महिला सेलमा आज हामी जाँदैछौँ, महिला सेलमा जाँदैछौँ, जिल्ला परिषद नै महिला सेल हुन्छ। त्यसपछि हामी महिला आयोगमा जाँदैछौँ। सायद त्यहाँ जाँदाखेरि उहाँको जुरीलाई चाहिँ उहाँहरूले लिनुहुन्छ र त्यसलाई सम्बोधन गरेर उहाँ जो व्यक्ति हुनुहुन्छ उहाँ चाहिँ हाम्रो समाजको लागि एकदमै हानिकारक व्यक्ति हुनुहुन्छ। उहाँले एउटा महिलालाई मर्नु र बाँच्नु बनाएर उहाँ डिप्रेसनको शिकार हुन लाग्ने अवस्था छ। उहाँले मलाई राति 12 बजे 1 बजे पनि म्यासेज गरेर म्याम म निदाउन सकेको छैन, म चाहिँ सुत्नै सक्दिनँ भनेर भन्नुभएको मसँग म्यासेज छ। यस्तो अवस्थामा उहाँलाई पुर्याउने मान्छेले अझै उनले कतिवटा जाल फिजाइरहेको छ, कतिजना महिलाहरूसँग उनले प्रेमको नाटक गरिरहेको छ होइन। र त्यो मान्छे चाहिँ हाम्रो समाजको लागि एकदमै हानिकारक व्यक्ति हो। त्यसलाई चाहिँ चाँडोभन्दा चाँडो पक्राउ गरेर थुनामा राखेर त्यसपछि कानुनी प्रक्रियाहरू अगाडि बढ्दै जान्छन् होइन। त्यसको लागि चाहिँ सम्पूर्ण कानुनी निकायहरूलाई उहाँ पीडित महिला सामिन शेखलाई चाहिँ सहयोग गरिदिनको लागि र मुद्दा दायर गरेर सहयोग गरिदिनको लागि म हार्दिक